हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी सबै आथिम्बुटोल पर्दछ नि हामीहरूले टिकट किन्यौँ र सबैजना चाहिँ अघि बढ्दै हामीहरूले चाहिँ एन्ट्री गऱ्यौँ। त्यसपछि चाहिँ हामीहरूले टाढाबाट हेऱ्यौँ मुक्तिनाथ अनि नजिकबाट हेर्दा नि राम्रो थियो। अनि यो चाहिँ थियो यहाँको मेन एन्ट्रेन्स। अनि यहाँ साइडमा थियो एन्टर गर्न साथ एउटा पिक्चरको एक्जिबिसन जहाँ चाहिँ विभिन्न पिक्चरहरू राखिराख्नु भएको थियो। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै जसो सब फर्निचरहरू मात्रै थिए। खै किन योपालि मैले चाहिँ एक्सपेक्टेसन हाई राखेको थिएँ बट एक्सपेक्टेसनलाई रिच गर्नै सकेन। ठाउँ त राम्रो भएको थियो, डेभलप भयो, बट चाहिँ सामानहरू चाहिँ केही राम्रो थिएन। मलाई चाहिँ ठिकै ओकेस लाग्यो। हेर्न सक्नुहुन्छ स्टलहरूमा पनि भिड कमै थियो अनि सामानहरू पनि किन्ने जस्तो केही थिएन। अनि हामीहरू बाहिर गयौँ, बाहिरबाट चाहिँ अहिले राम्रो भयो रहेछ, सब टाइल्सहरू लाएर राम्रो भएको थियो। त्यसपछि एकछिन त्यही गीतहरू सुन्यौँ र हामी गयौँ गेम जोनतिर। गेम जोनतिर नि अब हल्का खाली नै थियो किनकि हामी विकेन्डमा गएको थिएन। अनि त्यसपछि हामीहरूले मगायौँ मोमो नास्ताको लागि। अनि सबैजनाले नास्ता गरेर वापस भित्र गएर केही सामानहरू किनेर घर फर्क्यौँ।